हेलो एभ्रिवान, के छ खबर? अनि आज चाहिँ यो हाम्रो काम गर्ने ठाउँ हो। काउन्टरहरू यही भइहाल्यो। यो काउन्टरको बक्सहरू भयो चट्ट। राति आज चौधरीको नाइट ड्युटी छ। चट्ट लाएर अब काउन्टरहरू यही भयो। दिनभरि हामी अब यसमै थिच्ने काम गऱ्यो। आज मैले 13 घन्टासम्म ड्युटी कम्प्युटर चलायो। त्यसपछि आज मेरो क्लिन गर्ने टर्न थियो क्या यो काउन्टरहरू। त्यही भएर आज अहिलेसम्म गएको छैन। अनि क्लिन गर्ने टर्न भएपछि खाना पनि यही दिन्छ क्या केटा हो। अनि काउन्टर चाहिँ हाम्रो 22-23वटा छ सबै। अनि अहिले मेरो ड्युटी चेन्ज भएर नाइट ड्युटी भयो। अरू केटाहरू सामान मिलाइरहेछ नाइट ड्युटी गर्नेहरूले। चौधरीहरू चाहिँ चट्ट ड्युटी सक्यो, अब रुमतिर जान्छ। अनि खानासाना यही दिइसकेको छ। अब चट्ट रुममा गएर खाने हो अनि सुत्ने हो क्या चिलपारामा। नाइट ड्युटी भएपछि स्ट्रिटमा चाहिँ सुत्न जे होस् मजै पाइन्छ। 2 घन्टा मोबाइल चलायो नि, 3 घन्टा चलायो नि, नो प्रब्लम। तर मर्निङ ड्युटी भयो भने 2 टाइम थियो अस्ति। अनि 2 टाइमको ड्युटीमा चाहिँ गाह्रो हुन्छ क्या। अब म 5-6 घन्टा त्यही सुत्न पाइन्छ, मोबाइल चाहिँ चलाउने टाइम हुँदैन क्या। नाइट ड्युटीमा चाहिँ नो प्रब्लम क्या, स्ट्रेट हुन्छ। अनि जति मोबाइल चलायो नि जे गरे नि 5-6 घन्टा चाहिँ 7 घन्टा आरामले सुत्न पाइन्छ क्या। अनि सोल्टी हो काम यही हो हाम्रो। हेरिबक्स्योस्। अब दिनभरि कम्प्युटर थिच्छु, कस्टमर आउँछ, हिर गर्छ। अनि विदेशमा चाहिँ पैसा लिने मेसिन यही हो केटा हो। यसलाई यो चाहिँ एटिएम जस्तै हो। यसमा कार्डले पेमेन्ट हुन्छ। अनि केही सामान स्क्यान गर्नुपर्ने छ भने यो चाहिँ स्क्यानर हो हाम्रो। अनि बिल चाहिँ यहाँबाट निस्किन्छ केटा हो। कोही क्यासियरमा आउन खोज्नुहुन्छ भने यसो सम्पर्क गर्नु चौधरीलाई के कसो भनेर चट्ट। अनि चौधरीले यसको सम्बन्धी हिस दिन्छ है केटा हो। अनि सामानहरू यही भयो, हाम्रो काम गर्ने यही हो। मार्केटहरू ठुलो छ, यसमा जे खोजियो सबै थोक पाइन्छ। 2 तला छ, 1 तला माथि छ। अनि कुर्सी भए पनि बस्न पाइँदैन। दिनभरि हामी जति घन्टा भए पनि यहीँ उभिने हो। अनि यसमा कम्प्युटरमा चट्ट थिच्ने हो। यो चाहिँ टचवाला हो के। अब यसमा जे टच गरेर आफ्नो आइडी पासवर्ड हाल्ने अनि लगइन गर्ने चट्ट। अनि लगइन गरिसकेपछि अनि बिल हान्ने हो क्या। अब यो यसरी खोल्ने अनि पेपर चेन्ज गर्नुपर्ने छ भने यसरी गर्न मिल्छ केटा हो। त्यही हो, बस्ने ठाउँसँग चाहिँ हुँदैन। अनि काम चाहिँ जो धरै हुन्छ। ठाउँबाट केटीहरू आउँछ, चौधरीलाई यसो भेट्छ। नेपालमा छ नि यो साइकलहरूलाई लगभग पर्छ क्या टन्ने। तर यहाँको 350 भनेको उताको सस्तै हो क्या। जे होस् त्यही 12-13 हजारमा यस्तो राम्रो साइकल पाउँछ क्या। अनि नेपालतिर यस्तो साइकल सस्तोमा चाहिँ पाउँदैन होइन, महँगै पर्छ। यही हो। एउटा चाहिँ यो ब्याट्रीवाला हो, 800 कति रियल रहेछ, 858-59 रियल रहेछ। यो चाहिँ जति बटार्यो त्यति कुद्छ क्या, त्यस्तोवाला एक्सिलेटरवाला हो। अब कसरी चलाउँछ मलाई चाहिँ थाहा भएन केटा हो। त्यही हो ल। अब चौधरीको रुम जाने टाइम भयो। आज चाहिँ ओभर टाइम 4 घन्टा भयो। चलो ड्यूटी खलास हो गया ना। ये हमारा मोदी हो, सँगै जाने हो।